नमस्ते सबैजनामा म रणदीप राजलवटी भिजन नेपालबाट म आज हजुरहरुलाई चाहिँ एउटा नयाँ भिडियो लिएर आएको छु। यो भिडियो चाहिँ हाम्रो थर्ड पार्टी हाजिर मसिन सफ्टवेयरको बारेमा छ। सो यो सफ्टवेयर चाहिँ हाम्रो थर्ड पार्टी कम्पनीले बनाइदिएको हाम्रो हिगभिजन मिनवे हाजिर मसिनको लागि बनाएको हो। सो यो सफ्टवेयरले चाहिँ गर्दाखेरि चाहिँ तपाईलाई चाहिँ इजिली रिपोर्ट निकाल्न सक्नुहुन्छ, इजिली डिभाइसहरु एड गर्न सक्नुहुन्छ र यो सफ्टवेयरलाई कुनै इन्स्टलेसन पनि गर्नु पर्दैन। जस्ट हजुरहरुले वेब बेस्ड सफ्टवेयर भएकोले गर्दाखेरि चाहिँ जताबाट पनि हजुरहरुले आफ्नो एकाउन्ट लगइन गरेर चाहिँ एटेन्डेन्स रिपोर्टहरु निकाल्न सक्नुहुन्छ। सो यो प्रोसेसमा चाहिँ म हजुरहरुलाई अब यो सफ्टवेयरमा चाहिँ हामीले हाजिर मसिन जब एड गर्छौं नि, हाजिर मसिनमा चाहिँ पहिला के कन्फिगरेसन गर्नुपर्छ त्यो म हजुरहरुलाई देखाउन जान्छु र त्यति गरिसकेपछि चाहिँ त्यो हाजिर मसिन चाहिँ यो सफ्टवेयरमा कसरी एड गर्ने र त्यसपछि डिफरेन्ट भनौं न हाजिर रिपोर्ट कसरी निकाल्ने, पर्सनहरु कसरी एड गर्ने त्यो कुराहरु म आज हजुरहरुलाई देखाउँछु। जस्तो मैले पनि यहाँ हजुरहरुलाई नोट डाउन गरेको छु। सो आज हामी के कुरा टपिकहरु कभर गर्छौं भन्दाखेरि मेरो हाजिरमा चाहिँ पहिला चाहिँ डिभाइस कन्फिगरेसन फर मेरो हाजिरी, डिभाइसमा चाहिँ हामीले के सेटिङ गर्नुपर्छ त्यो कन्फिगरेसन गर्छौं र त्यसैगरी मेरो हाजिरी सफ्टवेयर लगइन गरेर चाहिँ डिफरेन्ट तरिकाको चाहिँ कन्फिगरेसन गर्न सकिने, जस्तै ब्रान्चहरु क्रिएट गर्ने, डिपार्टमेन्टहरु क्रिएट गर्ने, हैन, डिभाइस यो एटेन्डेन्स डिभाइसलाई यो सफ्टवेयरमा कसरी एड गर्ने र त्यसैगरी इम्प्लोइहरु पर्सनहरु चाहिँ कसरी एड गरेर चाहिँ तिनीहरुको चाहिँ फिंगरप्रिन्ट र फोटोहरु कसरी अपलोड गर्ने त डिभाइसमा त्यो कुराहरु पनि हामीले हेर्नेछौं र त्यसैगरी एटेन्डेन्स रिपोर्टहरु कसरी निकाल्ने, शिफ्टहरु के कसरी बनाउने र अन्य इत्यादि धेरै कुराहरु आज हामी हेर्न गइरहेका छौं। सो सबैभन्दा सुरुमा चाहिँ हामी ढिलो नगरिकन चाहिँ म सिधै हाम्रो हिगभिजनको हाजिर मसिन चाहिँ लगइन गर्न गइरहेको छु। सो हेर्न सक्नुहुन्छ हजुरहरुले चाहिँ यो हाजिर मसिन हिगभिजनको मैले लगइन गरेको छु र हामीले यो हाजिर मसिनमा चाहिँ केही नेटवर्क सेटिङ गर्नुपर्ने हुन्छ र नेटवर्क सेटिङ गर्नको लागि चाहिँ हामी सिधै नेटवर्कमा गएर नेटवर्क सर्भिसमा गएर चाहिँ यो एचटीटीपी लिसनिङमा हामी केही कुराहरु कन्फिगर गर्छौं। सिधै हामी यहाँ हजुरहरुको एचटीटीपी लिसनिङमा गएर चाहिँ इभेन्ट अलार्म आईपी डिभाइस नेममा चाहिँ यो पब्लिक आईपी हामीले ठ्याक्कै सेम टु सेम हजुरहरुले राख्नुपर्ने हुन्छ र युआरएल मा पनि ठ्याक्कै यो सेम टु सेम हजुरहरुले API/API/hig/data भनेर यो हजुरहरुले सेभ गर्नुपर्ने हुन्छ र यो पोर्ट 443 भनेर चाहिँ कन्फिगर गर्नुपर्ने हुन्छ र प्रोटोकल चाहिँ HTTPS हजुरहरुले क्लिक गरेर चाहिँ सेभ गर्दिनु होला। यो भयो डिभाइसमा गर्ने पहिलो सेटिङ र दोस्रो सेटिङ भनेको चाहिँ हजुरहरुले चाहिँ यो आइसप प्रोटोकललाई चाहिँ डिसेबल भएको हुन्छ त्यो इनेबल गर्नुपर्ने हुन्छ र प्रोटोकल भर्जन आइसप 5.0 नै सिलेक्ट गर्नुपर्ने हुन्छ। यदि अरु अप्सन देखाएको छ भने पनि हजुरहरुले यही भर्जन सिलेक्ट गर्नु होला र यसमा पनि सर्भर आईपी सेम टु सेम यही नै राख्दिनु होला ठ्याक्कै र पोर्ट पनि 76661 र डिभाइस आईपी चाहिँ डिभाइसकै हजुरहरुको सिरियल नम्बर डिभाइसको पछाडी पनि लेखेको हुन्छ, डिभाइसको बट्टामा पनि लेखेको हुन्छ अथवा हजुरहरुले यो एसएटीपी टुलमा पनि हजुरहरुले सर्च गर्यो भने चाहिँ यहाँ टिक लगाउनु भयो भने चाहिँ यहाँ सिरियल नम्बर देखाइरहेको छ है। सो यति गरिसकेपछि चाहिँ हजुरहरुले चाहिँ यहाँ अब एउटा इन्क्रिप्सन की हजुरहरुले सेट गर्नुपर्ने हुन्छ है। हजुरहरुले चाहिँ यो आइसप प्रोटोकल चाहिँ हामीले किन कन्फिगर गर्नु पर्छ भन्दाखेरि चाहिँ यो कन्फिगर गर्यो भने चाहिँ सफ्टवेयरले नै हजुरहरुको डिभाइस कन्ट्रोल गर्न मिल्ने भयो क्या। जस्तो सफ्टवेयर भरे पर्सनहरु मतलब इम्पोर्ट गर्न सक्नुहुन्छ, पर्सनहरु एड गर्न सक्नुहुन्छ है। सो त्यसको फिंगरप्रिन्टहरु कलेक्ट गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामीलाई यो आइसप प्रोटोकल कन्फिगर गर्नुपर्ने हुन्छ। सो इन्क्रिप्सन की हजुरहरुले आफ्नो इच्छा अनुसार एउटा केही सेट गर्नु होला र इन्क्रिप्सन की हजुरहरुले सेट गरिसकेपछि चाहिँ हजुरहरुले सेभ गर्नु होला र यति गरिसकेपछि चाहिँ हजुरहरुले मेरो हाजिरीको कन्ट्याक्ट एउटा आईडी पर्सनलाई चाहिँ हजुरले कन्ट्याक्ट गरेर चाहिँ यो सिरियल नम्बर र इन्क्रिप्सन की चाहिँ हजुरले दर्ता गराउनु पर्ने हुन्छ मेरो हाजिरीको डेटाबेसमा। सो त्यसको लागि चाहिँ हजुरहरुले ठ्याक्कै यो नम्बरमा कल गर्नुपर्ने हुन्छ है। सो यो नम्बर टिप्नु होला र यो नम्बरमा कल गरेर चाहिँ मैले यो डिभाइसहरु चाहिँ मैले एड गर्न चाहेको थिए भनेर चाहिँ हजुरहरुले कल गरेर चाहिँ दर्ता गराउनु होला र त्यसैगरी आइसप लिसनिङमा पनि हजुरहरुले यो आइसप अलार्म कन्ट्रोल आईपी मा पनि यही सेम आईपी राख्दिनु होला र यो खाली नै होस् है स्ल्याश राखेर र आइसप अलार्म सेन्ट्रल पोर्टमा पनि 7663 राखेर चाहिँ सेभ गरिदिनु होला। सो यति गरिसकेपछि चाहिँ हजुरहरुको चाहिँ डिभाइसमा गर्नुपर्ने सेटिङ चाहिँ सबै कन्फिगर चाहिँ भइसकेको हुन्छ। अब हामी सिधै मेरो हाजिरी सफ्टवेयरमा हामी जान्छौं र सफ्टवेयरमा के कुराहरु छ, रिपोर्ट कसरी निकाल्ने, डिभाइस कसरी एड गर्ने, पर्सन कसरी एड गर्ने त्यो कुराहरु हामी लगइन गरेर हेर्न गइरहेका छौं। सो हजुरहरुले मेरो हाजिरीको हजुरहरुले युजर नेम र एकाउन्ट पाइसकेपछि चाहिँ हजुरहरुले लगइन गर्न सक्नुहुन्छ।
सो अब हजुरहरूले ठ्याक्कै मेरो हाजिरी भनेर चाहिँ हजुरहरूले लगइन गर्नुपर्ने हुन्छ। सो म यसमा अब लगइन गर्न गइरहेको छु। सो यति लगइन गरिसकेपछि चाहिँ हजुरहरूको यो हाम्रो मेरो हाजिरी थर्ड पार्टी सफ्टवेयर हाजिर मसिन को ड्यासबोर्ड हजुरहरूको यसरी खुल्नेछ। सो यसमा चाहिँ अब हजुरहरूले चाहिँ डिफ्रेन्ट तरिकाको कुराहरू पाउन सक्नुहुन्छ। हामी वान बाई वान हामी कुरा गर्दै जानेछौँ। सो सेटिङमा गयो भने चाहिँ हजुरहरूले यहाँ ब्रान्च क्रिएट गर्न पाउनुहुन्छ। सो हजुरहरूले सबैभन्दा सुरुमा चाहिँ एउटा डिभाइस एड गर्नुभन्दा अगाडि चाहिँ ब्रान्च चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ, ताकि त्यो डिभाइस चाहिँ त्यो ब्रान्चमा एड गर्न पाइयोस्। सो एड न्यू डिभाइस गरेर चाहिँ एड न्यू ब्रान्च गरेर चाहिँ हजुरहरूले ब्रान्च यहीँबाट चाहिँ अब ब्रान्चको नाम, एड्रेस, फोन नम्बर राखेर चाहिँ क्रिएट ब्रान्च गर्न सक्नुहुन्छ। मैले यहाँ पहिलेदेखि नै एउटा ब्रान्च क्रिएट गरेको छु, हाइक भिजन ब्रान्च भनेर। सो यसै गरी हजुरहरूले डिपार्टमेन्ट पनि क्रिएट गरिदिन सक्नुहुन्छ। जस्तो मैले पहिलेदेखि नै एउटा आइटी डिपार्टमेन्ट भनेर क्रिएट गरेको छु। सो एड न्यू डिपार्टमेन्ट गऱ्यो भने चाहिँ हजुरहरूले यहाँ आफ्नो डिपार्टमेन्टको नाम क्रिएट गर्यो भने चाहिँ हजुरहरूको डिपार्टमेन्ट क्रिएट हुन्छ। सो त्यसै गरी अब हजुरहरूले चाहिँ डिभाइस एड गर्नको लागि चाहिँ हजुरले यहाँ डिभाइसमा जानुपर्ने हुन्छ र डिभाइसमा गइसकेपछि चाहिँ जस्तो मेरो यहाँ अलरेडी यहाँ डिभाइस एड छ। सो यो डिभाइसहरू चाहिँ कसरी एड गर्ने भन्दाखेरि चाहिँ हजुरहरूले यहाँ एड न्यू डिभाइस जानु होला र यहाँ डिभाइसको नाम राखिदिनु होला। अब जुन अफिसको नाम जुन अफिसमा तपाईँले इन्स्टल गर्नु भएको छ त्यो अनुसारले पनि राख्न पाइयो होइन, हजुरको हिसाबले राख्नु पायो। ओके, एटिटी एटेन्डेन्स डिभाइस भनेर मैले लेखिदिएँ। अब सिरियल नम्बर भनेको चाहिँ हजुरको ठ्याक्कै जुन डिभाइसको सिरियल नम्बर हुन्छ नि, डिभाइसको पछाडि पनि लेखेको हुन्छ या बक्समा पनि लेखेको हुन्छ या एसएटिपी टुलबाट पनि हेर्न सक्नुहुन्छ। त्यही सिरियल नम्बर हजुरहरूले लेखिदिनु होला। मोडेल डिभाइस मोडेल भनेको चाहिँ अब जुन मोडेल हो, अब 320 डिभाइस हो भने यसरी नै लेखिदिँदा भयो हजुरको इच्छा अनुसारले। अब ब्रान्च चाहिँ यो डिभाइस चाहिँ कुन ब्रान्चमा एड गर्ने हो भनेर यहाँ सोधिरहेको छ। अघि हजुरहरूले क्रिएट गरेको जुन ब्रान्च थियो त्यही सिलेक्ट गरिदिने हो, या अथवा अरू मल्टिपल ब्रान्च बनाउनु भएको छ भने त्यो ब्रान्चमा पनि हजुरहरूले एड गरिदिन चाह्यो हजुरको रिक्वायरमेन्ट अनुसारले। ब्रान्ड भनेको चाहिँ अब यहाँ हिगभिजन मात्र छ र स्ट्याटसमा एक्टिभ र रिक्वायर म्यानुअल पुसमा चाहिँ नो गरिदिनु होला अनि क्रिएट डिभाइस गरिदिनु होला। सो यो रिक्वायर म्यानुअल डिभाइसमा नो गर्नुको कारण के हो भन्दाखेरि चाहिँ हाम्रो मिनमोइ डिभाइस चाहिँ अटो पुस र अटो पुल गर्ने भएको कारणले गर्दाखेरि चाहिँ हामी यहाँ नो राखेको। अनि क्रिएट डिभाइस गरिसकेपछि चाहिँ हजुरको ठ्याक्कै यसरी डिभाइसहरू चाहिँ यहाँ हेर्न सकिन्छ है। सो हजुरको यहाँ डिभाइसहरू यदि अनलाइन छ भने यो डिभाइसको आँखामा यहाँ क्लिक गर्यो भने चाहिँ ठ्याक्कै डिभाइस अनलाइन छ कि अफलाइन छ भनेर देखिन्छ। यहाँबाट पनि थाहा पाइन्छ कि हजुरको डिभाइस नेटवर्क पाइरहेछ कि छैन, पावर पाइरहेछ कि छैन भनेर चाहिँ यसरी अनलाइन स्ट्याटसले हेर्न सक्नुहुन्छ। त्यसै गरी इम्प्लोइ, अब इम्प्लोइ हजुरहरूले यो सफ्टवेयरमा कसरी चाहिँ क्रिएट गर्न सक्नुहुन्छ र यो यसमा एड गरेको इम्प्लोइ चाहिँ डिभाइसमै पनि तपाईँले पुस गर्न सक्नुहुन्छ। यदि हजुरहरूको डिभाइसमै पहिलेदेखि पनि पर्सन छ भने पनि हजुरहरूले यहीँबाट इम्पोर्ट पनि गर्न सक्नुहुन्छ, इम्पोर्ट फ्रम डिभाइस पनि गर्न सक्नुहुन्छ है। सो यहाँ डिभाइसहरू कुन छ होइन, जुन डिभाइस छ त्यही डिभाइस सेलेक्ट गरेर चाहिँ यो कुन ब्रान्चको डिभाइस हो त्यहाँ सेलेक्ट गरेर चाहिँ कुन ब्रान्चमा चाहिँ इम्पोर्ट गर्ने हो हजुरहरूले यहाँबाट पनि इम्पोर्ट गर्न सक्नुहुन्छ। सो म हजुरहरूलाई चाहिँ अब एउटा सफ्टवेयरबाट चाहिँ हामीले पर्सन कसरी एड गर्न सक्छौँ भनेर त्यो कुरा देखाउन गइरहेको छु। सो एड इम्प्लोइ गर्छु म, जस्तो मैले आफ्नो नाम एड गर्छु। सो इम्प्लोइ आइडी म अहिले 1 राख्छु। 01 चाहिँ नराख्नु होला, 09हरूसम्म नराख्नु होला होइन। 1 राख्यो भने यसले बुझिहाल्छ 01 हो भनेर। सो 0 चाहिँ अगाडिको 01, 02 यसरी चाहिँ बुझ्दैन, 1 चाहिँ लेख्ने गर्नु होला है, 1 2 3। अब त्यो भन्दा 10 भन्दा माथि जान्छ 11 12 छ भने त्यसमा केही प्रब्लम छैन। जस्तो मैले 1 राखिदिएँ। फोन नम्बर अहिले मैले ऱ्यान्डम राखिदिन्छु, एड्रेस पनि मैले अहिले ऱ्यान्डम नै राखिदिन्छु होइन। सो यसरी अब पोजिसन छ भने पनि पोजिसन यहाँ लेखिदिन सक्नुहुन्छ। त्यसै गरी अब वर्क इन्फर्मेसन भिजन कुन ब्रान्चको इम्प्लोइ हो भनेर यहीँ हजुरहरूले सेलेक्ट गर्न सक्नुहुन्छ। यदि ब्रान्च बनाउनु भएको छ भने, डिपार्टमेन्ट बनाउनु भएको छ भने कुन डिपार्टमेन्टमा चाहिँ यो पर्सनलाई चाहिँ एड गर्ने हो भनेर चाहिँ त्यसरी नै हजुरले एड गर्न सक्नुहुन्छ। जस्तो मैले आइटी डिपार्टमेन्ट गरिदिएँ। यो सेड्युल टाइप चाहिँ फिक्स सेड्युल र रोस्टर सेड्युल भनेर छ। फिक्स सेड्युल भनेको चाहिँ नर्मल एउटै अफिस आवर हुन्छ, जस्तो 10 to 5 होइन, एउटा फिक्स सेड्युल भएको अफिसहरूको लागि चाहिँ यही युज गर्नु होला। रोस्टर सेड्युलहरू चाहिँ हाम्रो हस्पिटलहरूको लागि चाहिँ युज गर्दा हुन्छ। हस्पिटलहरूमा चाहिँ डिफ्रेन्ट रोस्टर सिस्टमहरू हुन्छ, त्यसमा चाहिँ रोस्टर सेड्युलहरू चाहिँ सिलेक्ट गर्नुपर्छ। सो मैले अहिले चाहिँ फिक्स सेड्युल सिलेक्ट गरेर चाहिँ यहाँ अब हजुरहरूको यहाँ अपलोड पिक्चर भनेर पनि छ। सो हजुरहरूले यदि हजुरसँग डिजिटल फोटो छ भने त्यो फोटो चाहिँ
अपलोड गरिदिन सक्नुहुन्छ। त्यही फोटोको आधारमा नै हाम्रो हाजिर मसिनले चाहिँ फेस रिकग्नाइज गरेर हाजिर पनि लिने भयो। सो मेक स्योर कि तपाईँको फोटो चाहिँ 200 KB भन्दा चाहिँ बढी हुनु भएन। सो फर्मेट चाहिँ जेपीजी, पीएनजी र जेपीईजी मा हुनु पर्यो। जस्तो मसँग एउटा फोटो छ, यस्तो फोटो। सो मैले यो सिलेक्ट गरेँ र क्रिएट इम्प्लोइ गरिदिन्छु। सो यसमा हजुरहरूको अब हेर्न सक्नुहुन्छ, हजुरहरूको यहाँ मैले मेरो पर्सन क्रिएट भइसकेको छ, फोटो पनि आइसकेको छ है। सो म यो मान्छेको लागि चाहिँ कलेक्ट फिङ्गरप्रिन्ट पनि म यही गरिदिन्छु है। यसलाई चाहिँ हामी सिधै कलेक्ट फिङ्गरप्रिन्टमा सिलेक्ट गर्छौँ र को पर्सनको चाहिँ कलेक्ट गर्ने हो त। जस्तो मैले एउटा पर्सन यो एड गरेको छु भने उहाँलाई सिलेक्ट गर्छु र यहाँ कुन डिभाइसबाट चाहिँ सिलेक्ट गर्ने हो त्यो हजुरले डिभाइस सिलेक्ट गर्नुपर्ने हुन्छ। र यो डिभाइस सिलेक्ट गरेँ र कलेक्ट फिङ्गरप्रिन्ट गरेपछि यस प्रोसिड गरिदिन्छु। उता डिभाइसमा चाहिँ रिक्वेस्ट आइसकेको छ, म डिभाइसमा फिङ्गरप्रिन्ट कलेक्ट गर्दैछु। सो मेरो फिङ्गरप्रिन्ट कलेक्ट भइसकेको छ, मैले डिभाइसमा आफ्नो फिङ्गरप्रिन्ट कलेक्ट गराइसकेको छु। सो हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यहाँ फिङ्गरप्रिन्टको कलेक्सन पनि आइसकेको छ। फेरि म ब्याक टु इम्प्लोइमा जान्छु र अब हजुरहरूले हेर्न सक्नुहुन्छ यो सफ्टवेयरमा पो अहिले फोटो र फिङ्गरप्रिन्ट कलेक्ट भएको छ। डिभाइसमा त हाम्रो पुस भएको छैन। जस्तो यहाँ पर्सनमा म देखाउँछु हजुरलाई रिफ्रेस गरेर। सो यहाँ हेर्नु त अहिले आएको छैन नि। अब म यो इन्फर्मेसन चाहिँ म डिभाइसमा पुस गर्छु। जस्तो अपलोड टु डिभाइस भनेर चाहिँ यहाँ क्लिक गर्छु र यो पर्सन सिलेक्ट गर्छु र कुन डिभाइसमा अपलोड गर्ने हो त म त्यो डिभाइस सिलेक्ट गर्छु। जस्तो यो मेरो डिभाइस हो, अहिलेको लागि अनलाइन छ। यो सिलेक्ट गरेँ र के अपलोड गर्ने हो त, फोटो पनि अपलोड गर्ने, फिङ्गरप्रिन्ट पनि अपलोड गर्ने भनेर टिक लगाइदिएँ मैले। सो अपलोड 1 इम्प्लोइ, यस अपलोड गरिदिएँ। सो हजुरले यहाँ हेर्न सक्नुहुन्छ पर्सनको स्ट्याटस पनि अपलोड भयो, फोटो पनि अपलोड भयो, फिङ्गरप्रिन्ट पनि अपलोड भयो र यसको लागि हामीले डिभाइसमा गएर पनि चेक गर्न सक्छौँ। सो ठ्याक्कै हजुरहरूको यहाँ नाम होइन, फोटोमा 1 आइरहेछ नि, फिङ्गरप्रिन्टमा 1 आइरहेछ, कलेक्ट भइसकेको छ। सो अब यो पर्सन एड गर्ने तरिका चाहिँ यसरी नै हो। सो त्यसै गरी हजुरहरूले यहाँ अब कम्पनीमा गयो भने चाहिँ अब यो कम्पनीको नाम होइन, कम्पनीको लोगो, फोन नम्बर, इमेल एड्रेस पनि हजुरहरूले यहाँ एड गरिदिन पाउनुहुन्छ, ताकि यो इन्फर्मेसन नै हजुरहरूको चाहिँ जब हजुरले यो मन्थली रिपोर्टहरू हजुरहरूले पिडिएफमा डाउनलोड गर्नुहुन्छ नि, त्यो रिपोर्टमा पनि हजुरहरूको यो कम्पनीको लोगो, नामहरू देखिन्छ। सो रिपोर्टको साथसाथ सो यसै गरी यहाँ हजुरहरूले चाहिँ डेट फर्मेट, यसैबाट चाहिँ अब डेट पनि स्विच गर्न पाउनुहुन्छ। इङ्ग्लिस फर्मेट कि नेपाली फर्मेटमा हजुरलाई रिपोर्ट चाहिने हो त्यो अनुसारले चाहिँ यहीँबाट सिलेक्ट गर्न सक्नुहुन्छ, क्यालेन्डर पनि। सो यहाँ चाहिँ हजुरको स्ट्यान्डर्ड वर्किङ आवर, अब यसमा चाहिँ यो अफिसमा जुन हजुरहरूले सिफ्ट बनाउँदै हुनुहुन्छ त्यो अफिसको चाहिँ स्ट्यान्डर्ड वर्किङ आवर चाहिँ कति हो भनेर चाहिँ यहीँबाट सेट गरिदिन पाउनुहुन्छ होइन। जस्तो अहिले कुनै अफिसको वर्किङ आवर 8 घन्टा हो भने चाहिँ 8 भनेर यहाँ सेट गरिदिन पाउनुभयो। सो यसरी सेप चेन्ज गरिदिए हजुरहरूले। सो यति गरिसकेपछि चाहिँ हजुरहरूको चाहिँ कम्पनी कन्फिगरेसनको लोगो, नाम, एड्रेस कन्फिगर हुन्छ। सो यसै गरी अब हजुरहरूको चाहिँ अब अर्को भनेको चाहिँ विकेन्ड। जस्तो कुनै अफिसमा चाहिँ अब स्याटरडे सन्डे बिदा छ भने हजुरहरूले यहीँबाट इनेबल गरिदिन पाउनुहुन्छ। जस्तो सन्डे पनि मैले इनेबल गरिदिएँ भने चाहिँ अब यो सन्डे र स्याटरडे चाहिँ विक अफ हो है भनेर चाहिँ बुझ्छ र रिपोर्टमा पनि तपाईँको सन्डे र स्याटरडे विक अफ भनेर चाहिँ रिपोर्ट देखिन्छ। सो यति मैले अहिले सेभ गरिदिएँ। म अहिले यो डिसेबल नै गरिदिन्छु, सन्डे मात्र इनेबल गर्छु। सो यसरी अब अर्को कुरा भनेको चाहिँ होलिडे। यहाँबाट चाहिँ अब होल क्यालेन्डर हजुरसँग 1 महिना 1 वर्षकै हजुरहरूले क्यालेन्डर पाउनु भएको छ भने दसैँ, तिहार, बिदाहरू सबै यहीँबाट होलिडेहरू डेट सिलेक्ट गर्दै एड गरिदिन पाउनुहुन्छ। सो अरू फङ्सनहरूको कुरा गर्दाखेरि चाहिँ सिफ्ट, अब चाहिँ सिफ्ट बनाउन मिल्छ हजुरहरूले है। सो तपाईँले अब कुनै अफिसमा अब काम गरेर यो रिपोर्ट यो सफ्टवेयर हजुरहरूले इन्स्टल गर्नु भएको छ भने चलाउनुको लागि त्यो एउटा सिफ्ट त बनाउनु पर्यो नि त अफिसको लागि। सो क्रिएट सिफ्ट यसरी गर्न सकिन्छ र सिफ्टको नाम अब हजुरहरूको इच्छाले राख्नु होला। जस्तो मैले अफिस सिफ्ट भनेर मैले बनाएँ। सो यहाँ चाहिँ अब इज दिस रोस्टर सिस्टम, यदि हस्पिटलहरूको लागि हो भने चाहिँ इनेबल गर्नु पर्यो, नर्मल अफिसको लागि हो भने चाहिँ यो डिसेबल नै रहोस् है। सो यहाँ लेट ग्रेस र अर्ली ग्रेस भनेको चाहिँ अब मानौँ 10 देखि 5 बजेको अफिस टाइम छ भने तपाईँले अब लेट ग्रेस कति मिनटसम्म चाहिँ लेट आउन पाउने र कति चाँडो चाहिँ जान पाउने भनेर यहाँ टाइम पहिलेदेखि नै सेट गरिदिन पाउनुहुन्छ। यो आफ्नो अफिसको इच्छा अनुसारले हजुरहरूले राख्न पाउनुहुन्छ। र यहाँ अब स्टार्ट टाइम र इन टाइम, अब अफिसको वर्किङ आवर कहिलेदेखि कहिलेसम्म भनेर चाहिँ हजुरहरूले एड गरिदिनु पर्यो। जस्तो मानौँ 10 बजेदेखि
बिहानको 10 बजेदेखि बेलुकाको 5 बजेसम्म अफिस छ भने 5:00 PM। सो यदि यो अफिसमा चाहिँ ब्रेकमा पनि तपाईको अब ब्रेक रुलहरू छ भने यति बजेदेखि यति बजेसम्म लगाउन चाहनुहुन्छ भने हजुरहरूले यही ब्रेक पनि एड गरिदिन पाउँछ। अहिले चाहिँ म एड गर्दिन। सो यति गरिसकेपछि चाहिँ म एउटामा एड गरेर पहिला म क्रिएट शिफ्ट गर्छु र फेरि म एडिटमा जान्छु र हजुरहरूले फेरि कपी टु अल डेज गरिदियो भने चाहिँ अब यो सबै ठाउँमा चाहिँ हजुरहरूको सेभ हुने भयो है। सो यसरी सबै ठाउँमा चाहिँ अब लागू हुने भयो सन्डे मन्डे गरेर अनि अपलोड शिफ्ट गरिदियो। अब यति गरिसकेपछि चाहिँ हजुरहरूको शिफ्ट बन्यो हैन। अब यो बनाएको शिफ्टमा चाहिँ त्यो एड गरिएको पर्सनलाई चाहिँ कसरी एसाइन गर्ने त शिफ्ट एसाइनमेन्टबाट गर्न सक्नुहुन्छ। जस्तो मानौँ हजुरहरूलाई चाहिँ अब एउटा न्यू क्रिएट एसाइनमेन्ट भनेर चाहिँ यहाँ क्रिएटमा गए र यो अहिले एड गरेको पर्सनलाई मैले शिफ्ट लगाउन खोजिरहेको छु भने चाहिँ यो पर्सनलाई सिलेक्ट गर्ने र कहिलेदेखि कहिलेसम्म लागू गर्ने हो भनेर यहीँ हजुरहरूले पहिला सिलेक्ट गरिदिनु पर्ने हुन्छ। जस्तो मानौँ आजदेखि चाहिँ र कहिलेसम्म भन्दाखेरि अब कहिलेसम्म भने फिक्स हुँदैन। जस्तो मैले अलिकति बढाएर 2029 को सेप्टेम्बरसम्म ल 9 सम्म भनेर मैले गरिदिएँ। यो स्ट्रिक्ट एब्सेन्समा लगायो भने चाहिँ स्ट्रिक्टली मोनिटर एब्सेन्स ड्युरिङ दिस पिरियड भनेर हुन्छ। सो कुन शिफ्ट लगाउने भन्दाखेरि मैले यो क्रिएट गरेको शिफ्ट यो हो नि त। सो यो पर्सनलाई टिक लगाए यतिदेखि यति बजेसम्म गतेसम्म र यो शिफ्ट गरेर क्रिएट एसाइन गरिदिएँ मैले। सो रणदीप भन्ने मान्छेलाई चाहिँ अफिस शिफ्ट लागेको छ आज यो डेटदेखि यो डेटसम्म भनेर चाहिँ हजुरहरूको यहाँ शिफ्ट एसाइन भइसकेको छ। सो अब हाम्रो मेन कुरा भनेर सकिसकेको छ। अब हामी सिधै एकचोटि मेरो हाजिरीको मेन ड्यासबोर्डमा जान्छौँ र यो पार्टको सबै जे कुरा छ मैले हजुरहरूलाई सम्झाइदिइसकेको छु। अब यसमा चाहिँ हामीले रिपोर्टहरू चाहिँ कसरी हेर्ने के फङ्सन छ त्यो कुराहरू हेर्न गइरहेको छु। सो एटेन्डेन्स रिपोर्टमा क्लिक गऱ्यो भने चाहिँ डेली समरी भनेर आउँछ। जस्तो मानौँ अहिले आज रणदीप भन्ने मान्छेको अब चेक इन र चेकआउट हेर्नु छ भने जस्तो मैले अहिले ठ्याक्कै मैले हाजिर गर्ने बित्तिकै ठ्याक्कै रिफ्रेस गर्ने बित्तिकै हजुरको यहाँ टाइम देखिसकेको हुन्छ है। जस्तो मैले डिभाइसमा अहिले हाजिर गरेँ र रिफ्रेस गर्छु र गर्ने बित्तिकै 2:43 हजुरहरूको चाहिँ एटेन्डेन्स भयो भनेर देखायो है। सो मैले फेरि हाजिर गरेँ भने चाहिँ फेरि एकचोटि रिफ्रेस गरेँ भने अब यो चेकआउट भनेर देखिन्छ है। यहाँ देखिन्छ। सो पहिलो फर्स्ट चेक इनमा देखिन्छ त्यो डिभाइसमा र बिचमा जतिसुकै गरे पनि लास्टमा तपाईँले जुन पञ्च गर्नुहुन्छ या फेस देखाउनुहुन्छ त्यो तपाईँको चेकआउट भनेर देखिन्छ। सो मन्थली रिपोर्ट चाहिँ अब कसरी हेर्ने भन्दाखेरि यहाँ मन्थली रिपोर्टमा जाने बित्तिकै हजुरहरूको चाहिँ अब कुन महिना हो त्यो अनुसारले फिल्टर गर्दै हजुरहरूले या साल पनि क्रिएट गर्न फिल्टर गर्न पाउनुहुन्छ र हजुरहरूले ठ्याक्कै अब यहाँ मल्टिपल इम्प्लोइ भएको यहाँ सर हजुरको देखाइसकेको हुन्थ्यो। यसरी हजुरहरूको चाहिँ रिपोर्ट देखिने भयो। अब यो किन देखाइरहेछ भन्दा यो दिन भन्दा अगाडि हामीले यो डिभाइस कन्फिगर नै गरेको थिएन नि त यो सफ्टवेयरमा। सो आज गरेको कुरा चाहिँ यहाँ देखाइरहन्छ। यो रिपोर्ट चाहिँ मन्थली रिपोर्ट भयो। सो यसमा तपाईँको डब्लु भनेको चाहिँ यो विक अफ भनेर स्याटरडेमा देखाइरहेको छ र यसमा टोटल एब्सेन्स कति भयो, प्रेजेन्ट कति दिन भयो, कति दिन लेट भयो र टोटल वर्क आवर यो मान्छेले कति काम गरेको छ भनेर यहीँ देखाइदिने भयो। यदि ओभर टाइम गरेको छ भने ओभर टाइम पनि यहाँ देखाइदिने भयो है। सो अब यो रिपोर्ट चाहिँ तपाईँले पिडिएफ एक्सेल दुवैमा रिपोर्टमा जेनेरेट गर्न पाउनुहुन्छ कति सजिलो तरिकाले जस्ट वान क्लिकमै। सो एक्सपोर्ट पिडिएफ गर्ने बित्तिकै अब हामीले हेर्न सक्छौँ पिडिएफ रिपोर्ट। सो हजुरको यहाँ डाउनलोड भइसकेको छ। मैले यहाँ क्लिक गरेँ र यसरी चाहिँ हजुरहरूको एटेन्डेन्स मन्थली रिपोर्ट यसरी जेनेरेट हुन्छ। सो यहाँ हेर्नुहोस् एकदमै सजिलो छ र हाजिर रिपोर्टहरू यहाँ देख्न सक्नुहुन्छ। सो कम्पनीको लोगो नामहरू अब सबै हजुरहरूले हेर्न पाउनुहुन्छ है। सो यसरी नै हजुरको यहाँ मन्थली समरी रिपोर्ट भनेर पनि छ हैन। लेट एराइभल को लेट आएको छ यही हेर्न मिल्यो। कस्टम रेन्ज रिपोर्ट भनेको चाहिँ यतिदेखि मलाई यतिदेखि यति गतेसम्मको फिल्टर गरेर हेर्नु छ भने त्यो रिपोर्ट पनि हेर्न पाइयो हैन। सो अल लग भनेको चाहिँ यो डिभाइसमा चाहिँ कतिचोटि चाहिँ दिनभरिमा पञ्च आउट भएको छ त्यो लग हेर्न पाइयो। सो म्यानुअली एटेन्डेन्स भनेको चाहिँ तपाईँको चेक इन चेकआउट करेक्सन जस्तो भयो हैन। सो त्यसरी पनि हजुरहरूले कोही इम्प्लोइहरूको चाहिँ चेक इन चेकआउट मिलाउनु छ भने हजुरहरूले यहीँबाट चाहिँ हजुरहरूले मिलाउन सक्नुहुन्छ हैन। सो यति हो मेन कुराहरू चाहिँ तपाईँको लिभ म्यानेजमेन्ट। जस्तो कोही इम्प्लोइ चाहिँ अब बिदामा बस्न चाहिरहेछ भने यहीँबाट हजुरहरूले लिभ रिक्वेस्ट पनि हालिदिन पाइयो त्यो इम्प्लोइहरूको लागि। सो यति हो हजुरहरूको लागि चाहिँ यो सफ्टवेयरले चाहिँ हजुरहरूलाई चाहिँ हाजिर रिपोर्टहरू निकाल्न
हाजिर रिपोर्टबाट चाहिँ एकदमै सजिलो तरिकाले मन्थली रिपोर्टहरू निकाल्न पर्सनहरू एड गर्न चाहिँ धेरै नै सजिलो हुनेछ। सो यति नै कुराहरू हजुरहरूलाई मैले आज बुझाउन खोजिरहेको थिएँ। सो हजुरहरूले पनि यो सफ्टवेयरहरूलाई चाहिँ एकचोटि युज गर्नुहोला, किनभने यो सफ्टवेयर एकदमै सजिलो छ। हस्, थ्याङ्क यू सो मच।